बाबु मङ्गल ग्रह मार्सको बारेमा तिमीलाई थाहा छ? थोरै थोरै थाहा छ, त्यति धेरै त जति जानेको छ त्यति भनिदेऊ न, अरूलाई पनि ज्ञान हुन्छ नि त। नासाले 2005 एक्चुअल डेट त कुन हो मलाई थाहा छैन, 2000 देखि 2005 सम्म मार्स मिसन पठाएको छ नासाले र त्यहाँ रोभर गएको छ र त्यो रोभरहरूले चाहिँ रिसर्चहरू गर्छ त्यहाँ के छ भनेर। सोइल खोज्छ र एउटा ओर्बिटर छ। ओर्बिटर भनेको जस्तै स्याटेलाइटहरू ओर्बिट गर्छन् नि, त्यस्तो ओर्बिटर छ। फोटो खिचेर पठाउँछ। फोटो खिचेर पठाए पछाडि त्यहाँ यस्तो छ उस्तो छ भनेर ऊ त्यो गर्छ र 2030 मा चाहिँ त्यो एक्चुअल साइन्टिस्ट एउटा केटी जाँदैछ नि कहिले नै वापस नआउने गरी, उसले चाहिँ गएर त्यहाँ लाइफ पोसिबल छ कि छैन भनेर ऊ त्यहाँ रिसर्च गर्न जान्छ ऊ चाहिँ। र त्यहाँ चाहिँ एउटा जेरिला मिट्टी पाइएको छ, के भन्छ अरे एउटा पोइजनस मिट्टी जसले मान्छेहरूलाई ऊ त्यो गर्छ। त्योसित कसरी बच्ने भनेर अझै पनि रिसर्च चलिरहेको छ। रोभरहरूले पनि खोजिरहेका छन्, वैज्ञानिकहरूले पनि खोजिरहेका छन् के हो त्यसको समाधान भनेर। र त्यो ओर्बिटरले र त्यो त्यहाँ चाहिँ यता धरती जस्तो कालो छैन, त्यो धरतीमा त स्याटेलाइटहरू छ, पोल्युसनहरू छ र अन्तरिक्ष देखिँदैन। मार्समा चाहिँ के छ भने त्यहाँ न केही स्याटेलाइट छ, एउटा अर्बिटर मात्रै छ। त्यहाँ चाहिँ पुरै आकाश गङ्गाहरू देखिन्छ। आकाश गङ्गा भनेको तारै तारा भएको जस्तो देखिन्छ। र मार्समा सनसेट हुन्छ नि, सूर्य उदाउँछ नि, त्यो सूर्य उदाउने पनि निलो हुन्छ, अस्ताउने पनि निलो हुन्छ। खोइ कसरी हो, त्यसको एटमोस्फियरले हो कि कसरी हो, तर सूरजको कलर चाहिँ एक्चुअल्ली ब्लू छ, तर प्लानेटहरूमा अर्कै कलरको देखिन्छ। सनसेट, सनराइजिङ, होराइजनहरू अलग अलग देखिन्छ। र त्यो रोभरको कुरा गरेको थिएँ नि, त्यो रोभर चाहिँ अहिले डेड भइसक्यो। त्यसको ब्याट्री लो भएर चार्ज हुन नसकेर रातितिर त्यो अहिले डेड भएको छ। र त्यो रिपेयर गर्न चाहिँ साइन्टिस्टहरूलाई त्यो 2030 मा पठाउने केटीलाई पठाएर त्यसलाई रिपेयरहरू गरेर फेरि त्योसितै मिलेर रिसर्च गरेको छ। र इन्डियाले पनि एउटा मङ्गलयान पठाएको छ। यो साँच्चैको इन्डियाले पठाएको? इन्डियामा एउटा युट्युबमा टिचर हुनुहुँदैन खान सर, उहाँले भनेको कुरा चाहिँ मैले भन्दैछु अहिले। र मैले थोरै नासाले आफ्नो च्यानलहरूमा, न्युज च्यानलहरूमा हालेको पनि ऊ त्यो देखेर त्यो फ्याक्ट्सको बारेमा कुरा गरेर भनेको छु। र त्यो इन्डियासित चाहिँ बजेट कम छ होइन, 6000 करोडमा पठाएको इन्डियाले। र नासाको बजेट चाहिँ धेरै लाख करोडौँ छ। र नासाले चाहिँ जति टाढा भए पनि पठाउन सक्छ होइन। र इन्डियासित बजेट कम छ र त्यो त लन्च गरेर धरतीबाट धेरै टाढा पठाएर टाढा पठाएर फेरि वापस ल्याएर धरतीको चक्कर कटाएर, जसरी स्याटेलाइटहरूलाई त धरतीको गुरुत्वाकर्षणले तानेर घुमाउँछ नि त। र घुमाइसके पछाडि त्यो वर्षको 8 महिनामा एउटा संयोग पर्छ जुनमा एकदम पास पर्छन्। कति करोडौँ किलोमिटर चाहिँ पास पर्छन्। पहिला त अरबौँ किलोमिटर टाढा थियो नि त। र त्यो टाइममा चाहिँ त्यो बुस्टर्स अन गरेर पठाएको छ। अझै 1 महिना बाँकी छ, 9 महिना कुल लाग्छ मार्समा जान। र अझै 1 महिना बाँकी छ। 1 महिना पछाडि चाहिँ त्यहाँ पुगेर के पत्ता लगाउँछ त्यो चाहिँ थाहा छैन। अब नासाहरूले चाहिँ यति मात्र त्यहाँ पोइजनस छ र एटमोस्फियर पनि छ, त्यहाँ हावाहरू पनि चल्छ तर डेडली चल्छ। त्यसबाट चाहिँ कसरी बच्ने हो भनेर नासाले इन्भेन्ट गरेको छ। यति मात्र थाहा छ मलाई, अरू चाहिँ थाहा छैन त्यति धेरै।